यो गुरुदेवको ममाथि धेरै ठुलो आशीर्वाद उहाँले दिनुभयो। ममा त्यत्रो केही पनि योग्यता थिएन, तर उहाँको प्रेम र उहाँको आशीर्वादलाई स्वीकार्दै मैले दुई शब्द त के बोल्न त एक शब्द पनि आउँदैन, तर पनि कोसिस गर्दछु। हामीले यस पौडेल परिवारको घर आँगनीमा यो भागीरथी गंगालाई अवगाहन गर्दैछु। यो हाम्रो लागि परम सौभाग्यको कुरा। धन्यवाद छ यो परिवारलाई र सम्पूर्ण यस गाउँका दिदी बहिनी दाजु भाउजू आत्मीयजनहरूलाई, जसको पूर्ण रूपमा सहयोग तन मन धनद्वारा अर्पण भएर समर्पण भएर आज यो परिवारले आफ्नो आँगनमा भागवत पोथीको आयोजना गर्न समर्थ हुनुभएको छ। एकचोटि उहाँहरूको नाममा जोरदार ताली बजाइदिनु। किनभने जन्मान्तरे भवेत् पुण्यम तदा भागवतम लभेत शास्त्रले भन्छ। जन्म जन्मको कल्प कल्पको युग युगान्तरको जब पुण्य एकत्रित भएर उदित हुन्छ, तब भागवतको कथा सुन्ने परम सौभाग्य हामी सबैलाई प्राप्त हुन्छ। हामीले यसलाई कहिले पनि भगवानकै कृपा ठान्नुपर्छ। भगवानकै अनुकम्पा, भगवानकै यो आशीर्वाद हो र भगवानले हामीमाथि आफ्नो कृपा रूपी वर्षाद गराएर यस प्रकार भागवतको कथा सुन्ने सुन्दर